ए बाबुहरू, हजुर यो ढुङ्गो फटाइसकिन्छ बाबु तिमीले? सकिन्छ। ओहो, अमेर चाहिँ कति हो त बाबु? 14। ए 14 वर्षको अमेरले यत्रो ढुङ्गो फुटाउन तौलिनु पर्ने? यत्रो मिहिनेत कहाँबाट सिक्नु भयो बाबु? अब मिहिनेत त अब सिक्नै पर्यो अब बुवा आमाबाट। ए अनि यो के कारणले हो ढुङ्गो यो ठोक्दाखेरि? ढुङ्गो ठोक्नलाई के कारण हो? घर बनाउनका लागि। ए अनि यो के घर बनाउने यो के गरेर लिनुहुन्छ फेरि यहाँ यत्रो टाढा दूरीमा फुटाएर? बोकेर। ए बोकेर? हजुर। ओहो, के खच्चरमा हो र? होइन हजुर, बोकेर। ए ढाडमा बोकेर लिनुहुन्छ? हजुर। ए अनि यत्रो मिहिनेत गरिरहेको छ होइन? अनि कति वर्षदेखि यो ढुङ्गो काम गर्न थालेको? अब 13 वर्षदेखि। ए 13 वर्षदेखि भन्यो भने 2 साल भयो मिहिनेत एकदम अथि गरेको। हजुर। अनि यो चाहिँ अनि यो अथि मिहिनेत गर्दालाई कि शरीर दुख्दैन? हाम्रो यस्तो शरीर दुख्ने हुँदैन के। अब काम आज गऱ्यो भोलि गऱ्यो अब दुख्दैन। एक दिन मात्रै गऱ्यो भने ज्यान दुख्छ हजुर। अब डेली दिन गरे दुख्दैन हजुर। ए यस्तो होइन? साना साना बालकले यत्रो मिहिनेत गरिरहेको छन्, हेर्नुहोस्। साना साना यो बालकहरू हुन्, दर्शक महानुभावहरू। अनि यत्रो मिहिनेत गर्दा पनि ज्यान दुखिरहेको छैन अरे। अहिले बल्ल हुनुहुन्छ जीवन बोहरा चाहिँ, अनि जम्मा 14 वर्षको। ए बाबुहरू, हजुर यो ढुङ्गो फटाइसकिन्छ बाबु तिमीले? सकिन्छ। ओहो, अमेर चाहिँ कति हो त बाबु? 14। ए 14 वर्षको अमेरले यत्रो ढुङ्गो फुटाउन तौलिनु पर्ने? यत्रो मिहिनेत कहाँबाट सिक्नु भयो बाबु? अब मिहिनेत त अब सिक्नै पर्यो अब बुवा आमाबाट। ए अनि यो के कारणले हो ढुङ्गो यो ठोक्दाखेरि? ढुङ्गो ठोक्नलाई के कारण हो? घर बनाउनका लागि। ए अनि यो के घर बनाउने यो के गरेर लिनुहुन्छ फेरि यहाँ यत्रो टाढा दूरीमा फुटाएर? बोकेर। ए बोकेर? हजुर। ओहो, के खच्चरमा हो र? होइन हजुर, बोकेर। ए ढाडमा बोकेर लिनुहुन्छ? हजुर। ए अनि